आज मैले इन्द्रबहादुर राईको कथा रातभरि हुरी चलेको अडियो बुक लिएर आएको छु। आउनुहोस् आज यो इन्द्रबहादुर राईको मास्टरपिस कथा सुनौं। कथा यसरी सुरु भएको थियो। छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि खल्टाङ खुल्टुङ खटखट खल्टाङ खुल्टुङ गर्दै एकौरो तरले हल्लाउन थालेको छ। छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ। घरभित्र छिरेको हावाले हल्लाएको धिव्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे। दाउरा बालेको धुवाँले रङ्गिएका काला टिनहरू अहिले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आएका झै देखिन्छन्। धुर्पिस र पिपलीको जस्तै काला भाटाहरूले चारपाटी टिनका ती 80-90 टुक्राहरूलाई हावादेखि पक्रिराखेको छ। हावा पनि यही डाँडामा चाहिँ कति चलेको, त्यसको सास। अलिक हावा मत्थर भएर टिन बज्न छोडेपछि कालेकी आमाले भनी अनि अङ्घेनामा आगो जोर्न लागी। पटक्क थामिँदैन। कालेको बाबुले पनि भन्यो, आज पूरा 1 हप्ता भयो। भनिसकेको पनि थिएन, फेरि पानी धर्रररर बैरिन थालिहाल्यो। पानी पर्दा अब फेरि पहिरोको डर, भन्यो कालेको बाबुले। यो चाहिँ ठाउँमा बास बसाउन जानिएन रहेछ। पानी झन् साह्रो दर्किन थाल्यो। छप्परमा टिन कराएको कान खाने आवाजमा अङ्घेनामा आगोको ज्वाला लप्कन्दै नाच्न लागेको छ। अझ जोडले झरी परेपछि त छुट्टा छुट्टै थोप्लाको शब्दहरू सुनिन छोडेर एउटै लामो आवाज दरररमा चारै दिशा डुब्यो। अहिले अब सब बगाएर लैजान्छ, पहिरोले तान्छ, सब सोहोरेर माथिबाट छुप्ला। यो घर पहिरोले लाँदैछ, हामीलाई तान्दै लाँदैछ जस्तो लाग्यो। हे महाकाल बाबा, तिमी छौ राख्ने बचाउने। बतासले हिर्काएर 1300 बछेटा भित्ताको तख्तामा ठोकिँदैछ। तख्ता जम्मै भित्रपट्टि पनि भिजिसकेको छ। सधैँ भित्तामा सटाइएको टाढ अलिक पर पानी नखस्ने ठाउँमा सारिएको छ। काले बहिनीलाई समातेर निदाएको छ। तेरै जिद्दीले यस्तो ठाउँमा घर बनाएको, लोग्नेले एकाएक झोक्किएर भन्यो। नभएदेखि मज्जासँग पुलिस काम गरेर बजार बीचमा बस्दै थियौं, हावाको डर न पहिरोको डर। स्वास्नीले केही भनेनन्। बडा बारी गर्ने भइस, ठूलो भाग खालिस। ऊ अझै फतफतायो। रिसले उसले फेरि बाहिर अन्ध्यारो देखिने स्वास्नीलाई करायो। टस ल्याऊ, टस। तिमी जाउन सुत ढुक्कसँग, कालेकी आमाले अहिले भनी। असारे झरी यस्तै त हुन्छ, ती गर्नु। वर्षेपछि यस्तै हुन्छस्। मयौं पहिरोले भने भर्यौं, मर्यौं। के गर्नु, काल आयो भने? काल खोज्न आइस, मर्छेस पनि। पानी अलिअलि कम हुँदै आयो। स्वास्नीले मगमा चिया बनाइदिए। निकै पर्न कम भएपछि बलेसीदेखि पोखिएर खसेको पानी पनि सुनिन थाल्यो। चिया खाले उसले सोध्यो, कति बज्यो होला? खै, कुन्नी कति बज्यो? बज्यो होला 11-12। कालेकी आमाले भनी। अनि हाई गाही 2 पल्ट। अब त रहन्छ होला कि? रहनुपर्ने। चिया खाइसकेर ऊ उठ्यो। दैलोतिर जाँदा चुएको पानी थापेको भाडा लात्ताले हिर्काएछ। पानी छताछुल्ल भयो। कस्तो आँखा नहेरेको भन्दै स्वास्नी चाइले बोरा ल्याएर ओछ्याई। उसले केही भनेन। दैलो खोलेर बाहिर अन्ध्यारोमा सुन्दा रुङडुङ खोला भयानक तौरले पाखै थर्काएर गर्जदै रहेछ। बीचबीचमा अरू किसिमको आवाज पनि भएको जस्तो लाग्दा उसले खोलाले सिङ्गै खनिउको रुख बगाएर ल्याएको वा पहिरो झरेर माटोले खोलाको पानी जम्मै पहेँलो भएको अन्दाज काट्यो। अन्ध्यारो चाहिँ आफ्नो हात नदेखिने अन्ध्यारो छ। फर्केर घरभित्र नपसी उसले फेरि बाहिर अन्ध्यारोदेखि नै स्वास्नीलाई करायो। टस ल्याऊ, टस। सिरानी मुनिदेखि झिकेर कालेकी आमाले पुरानो कालो टर्च लाइट पुर्याइदिए। गोठको च्यादरहरू सब उडाइदिएको छ भन्दै कालेको बाबु टर्च बालेर घरमुनि झर्यो। आँखा आकारको टर्चको ज्योति भिजेका भुइँ र घाँसतिर देखियो। कालेकी आमा पनि पछि पछि आई। गोठमा पस्दा भुइँमा थ्याच शरीर टेकाएर बसिरहेको गाई जुर्क उठ्यो र एकपल्ट डाँ करायो। छानादेखि चुएको पानीले गाईको पिट्टु भिजेको छ औ रौँहरू सब टाँसिएका छन्। उडाएको टुक्री च्यादरले बटुलेर कालेको बाबु गोठको छप्परमा चढ्यो। टिनहरू मिलाएर ढुङ्गाले थिच्न थाल्यो। सिमसिमी पानी परिरहेकै थियो। कालेकी आमाले भुइँमा खोजेर एउटा ठूलो लेउ परेको चुच्चे ढुङ्गा उखेलेर छप्परमा लोग्नेलाई चढाइदिए। त्यसलाई छप्परमा लाएपछि उसले लोग्नेलाई भन्यो, तिमी जाऊ, निकै बाक्लो पर्न थाल्यो फेरि, म अलिकति घाँस लगाइदिएर आउँछु। अब हिँड्न सँगै, स्वास्नीले भनी।
कालेकी आमा पर्खिरही। तिमी घाँस हाल्दै गर, तब म यति मिलाएर, ए टस, मलाई कसले देखाइदिन्छ फेरि? पर्ख पर्ख, अब सकिहाले। पर्खँदा पर्खँदै कालेकी आमाको अनुहार भरि र मजेत्रोलाई पनि छिचोलेर पानी बग्न थाल्यो। बल्ल बल्ल सकेर कालेको बाबु झर्यो। हतार हतार घाँस हालेर दुवै घरमा पसे। पानी फेरि मच्चिँदै आयो। लुगा फेरेपछि अब दुवै नाटकमा माग्नेको पाठ खेल्न तयार जस्ता देखिए। जुलुल्लु आगो फुकेर दुवै सुक्न र सेकिन लागे। चिया छ? उसले फेरि सोध्यो। अब नसुत्ने र? उत्तरमा प्रश्न भयो। तिमी सुत, मलाई चिया बसाइराखिदेऊ। कालो कितली तानेर कालेकी आमाले त्यसमा मगले उभाएर पानी हाल्न थाली। भरि बसाइदेऊ, उसले फेरि भन्यो। स्वास्नीले त्यसै गरी। कालेको बाबु उभो छप्परतिर हेर्दै थियो फेरि। उठ्यो अनि दाम्लो बनाउन ल्याएर सिउरी राखेको डोरी झिकेर बल्लोमा बान्न लाग्यो। अर्को छेउ भुइँमा कहाँ बादु भनेर खोज्दै थियो। जाँतो देख्यो। त्यो ल्याऊ। किन? हावाले कस्तो गर्छ? कालेकी आमाले केही भन्न सकिनन्। कुदाउँदै लगेर जाँतो खुट्टेङ्गा यानै पुर्याइदिए। डोरीको लठारो जाँतोमा कसेपछि कालेको बाबु केही निश्चिन्त भयो। कितलीमा रङ छ्वास्स गली राखिदिएर कालेकी आमा त्यही टाँडमा सुत्न चढी। कालेको बाबु एक्लै विचारमा पर्यो। चिया उम्लेर कितलीको टुटीदेखि फिजदार पानी आगोमा खस्दा मात्र ऊ झस्क्यो विचारदेखि। चिया बनाउँदै थियो, हुरुरुरु एकपल्ट हावा चल्यो अनि छप्परमा ठङ्ग केही आएर खस्यो। उत्तिसको टुप्पो हो कि? तर कालेको बाबु एकदम तर्सियो। हावा पानी नचलेर शान्ति जस्तो भएपछि बत्ती त्यत्तिकै नमारी ऊ पनि बिछानामा सुत्न गयो। के साह्रो चल्यो हावा पानी रातभरि, कालेकी आमाले भनी। हामी त रातभरि झिमिक्क गरेका छैनौं। दिउँसो छेरेको मुलाको बिउ सब बगायो होला, उसले सम्झ्यो। गराको डिल भत्केर कति सयपत्रीका बोटहरू पनि भाँचिएका होलान्। भोलि बिहानै उठेर पहिला काम घरमाथि भीमसेन पातीको झ्याङदेखि उता कुलो काटेर लैजानुपर्छ। अलिकति निदाएको थिए कि बिउज्दा कता हो कता हावापानी फेरि चल्दै रहेछ। घरै उडाउँला जस्तो गर्दैछस्, जुरुक्क जुरुक्क उचाल्दैछ। वरिपरिका रुखहरूमा ठोकिएर बजेको हावापानी भयानक भएर गर्जदैछ। उसले कालेकी आमालाई बिउझायो। साह्रो हुरी चल्यो, कसो गर्नु ह माइली? कालेकी आमाले जवाब गर्न पाएकै थिएनन्। धड्ड धडड गरेर घरको भुइँ सब हल्लियो। के भयो? उठ उठ। टर्च टिपेर ऊ दैलो खोल्न पुग्यो। कालेकी आमा पनि आएर पछिल्तिर उभी। टर्च लाएर राम्ररी हेर्दा आँगनको एक पाखे वात्तै धस्केर गएछ। एउटा किम्बुको रुख पनि बिस्तारै ढल्केर त्यही पहिरो गएको माथि लड्यो। अब कसो गर्नुहोला? ऊ डराएर रोई। तिमी जाऊ, केटाकेटीलाई उठाऊ। वृष्टिको आवाजलाई उछिनेर उसले स्वास्नीलाई अह्रायो। स्वास्नी गएपछि टर्च मारेर ऊ दैलोमा उभिरह्यो, हेरिरह्यो। अहिले कता कता त्यो वृष्टि र कुहिरोभित्र उसलाई बिहान हुँदै आएको आशाको धमिलो प्रकाश देखे जस्तो लाग्यो। शङ्काको निवारणमा घरभित्र डोकोले छोपेको ठूलो भाले पखेटा भ्याट भ्याट गर्दै बास्यो। कुखुरी कहाँ? कुखुरी ई का का का। बिहानै ढुङ्ग्रो काँधमा बोकेर बजार आउन लाग्दा कालेकी आमालाई बोराको घुम ओढेर फरुवाले आँगनमा भल काट्दै गरेको कालेको बाबुले कराएर सम्झायो। काँटे, लामो काँटी ल्याउन नभुल्नु है, यहाँ दिनभरि सब ठोक्नुपर्छ। साह्रो पानी पर्या भने काले स्कुल नजाओस् आज, भनिराखेर ऊ उकालो आई। आउँदा एक ठाउँ ढिस्कुना झरेर बाटो पनि रोकिएको रहेछ। बिहान सधैँ बाटोमा भेटिने कसैलाई पनि उसले आज भेटिनन्। 1.5 घण्टा जतिपछि ऊ कचहरी नै मोक्तान बाबुको दैलोमा आइपुगे। यहाँ आधा सेर खान्थ्यो। दूध भर्दै गर्दा भित्र आएर बस्छन् न एकछिन, एक प्याला तातो चिया खाएर जाउँ भनेर भर्खरकी केटी राम्री बाबुनीले दया देखाई। छाता मारेर दैलोमा ठड्याई कालेकी आमा भित्र पसी। के साह्रो चल्यो हावापानी रातभरि, कालेकी आमाले भनी। हामी त रातभरि झिमिक्क गरेका छैनौं। हामी पनि त, बाबुनीले भनी। रातभरि हावाले यो खिड्की घिटिक 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 हल्लाइरह्यो। मलाई त निन्द्रै लागेन। कस्तो हावा चलेको त्यस्तो? ए त्यति मात्रै पो रहेछ। काली काली अनुहारकी गतिरो शरीरकी 40 पुग्न आँटेकी कालेकी आमाले उपहासमा भनी। हाम्रो झण्डै घरै उडाएको हावाले। यहाँ त के पहिरोको डर छैन तिमीहरूलाई? हाम्रो आँगन जम्मै लग्यो। अब घरै लान लागेको छ। पानी पर्यो भन्न पाउँदैनौँ हामी। गाईलाई भोकै राख्न भएन, घाँस काट्न दगुर्नुपर्छ। राति निन्द्रा आएन भनेर दिउँसो सुत्न पाउँदैनौँ हामी। भन्नु मात्रै त हामीलाई रामो छ नि, बाबुनीले साँचले सहानुभूतिमा भनी। छप्पर चुहिएर लुगाहरू किताबहरू सब बिगारिएको छ। यही बेला बिजुली बन्द हुन्छ? होइन होइन, हामीलाई हेरी केही आपत छैन तिमीहरूलाई।
यी अब पानी पर्यो कि म यहाँ छु, घरमा के भयो होला भनेर मन बुटबुटी उतालिहाल्यो। मेरा मकैहरू पनि सब भाँचिदियो हिजोको हावाले, कहीँ राखिदिएन। कालेकी आमा त्यहाँदेखि निस्की अरूतिर बुध बाँड्दै गई। व्यर्थैमा हामीले बारी गर्ने भएर यो आपत बेसाएको उसको मनमा लाग्दै आयो। नभएदेखि मजासँग पुलिस काम गरेर बजार बिचमा बस्दै थियौं, हावाको डर न पहिरोको डर। यो बारी लिएको दिनदेखि फुर्सदको नाम नै छैन आफूलाई। औँलाहरू हँसियाले काटेर हत्केला गोबर र धुलोले चिरेर देखाइसक्नु छैन। जिउ झुम्रो भएर गइसक्यो। एक दिन घर छाड्न सकिँदैन, टाढा घुम्न जाने कुरा त असम्भवको इच्छा। यत्तिकै जोतिएर मर्नुपर्छ। यति जोतिएर मरिरहेको खाली यति खान र यति लाउनलाई न हो। फेरि खान पनि के खाएका छौं औ लाउन पनि के लाएका छौं र? अरूले देख्ला भनेर यो खानेकुरा लुकाउनुपर्छ, यस्तो लाएर लहरमा अरूसँग उभिन शरम लाग्छ। मनमा उसको अनेक रिसहरूको हुरी चल्यो। ऊ अब थानाको दोरङ्गा कहाँ दुध दिन पुगी। बन्द दरवाजाको ऐनामा ठक ठकाएर दुध भनेपछि एउटी मैलो जामा लाएकी केटी आएर दुध थापी। ठेकाभरको 1.5 सेर हाल्दै गर्दा भित्रबाट दोरङ्गिनी कराई, फाल्टु 3 सेर भोलि ल्याइदेऊ है बजु, खिर खानलाई राम्रो ल्याइदेऊ है। एकछिन कुन्नी किन ढिलाएपछि उसले केटीलाई भनिपठाई, पुग्दैन अरे भन्दिनु, ठेका पुर्याउनै मुस्किल पर्दैछ। हावापानी चलेर भोलि त आउँछु कि आउँदिन, अर्कोतिर खोज्न भन्नु। सुनिछ दोरङ्गिनीले र दरवाजामा निस्केर कालेकी आमाको भिजेको लुगाहरूलाई हेर्दै भनी, तिमीले ल्याइदेऊ न, अरूकोमा म कहाँ जानु यस्तो पानीमा, तिमीले नै ल्याइदेऊ, दीपकको जन्मदिन छ र पो त। पुग्दैन। थकित कुण्ठित स्वर उसको अन्तरबाट निस्क्यो। दोरङ्गिनीलाई उसले हेर्न लागी। कति सफा लुगाफाटा, कति सेतो अनुहार, हातहरू कति राम्रा। उसको लोग्नेलाई सुख छ। घरभरि चौकी पलङहरू र दराजमा सारीहरू। माटो हिलो छुनु पर्दैन, गोबर सोर्नु पर्दैन, हावापानीदेखि डराउनु पर्दैन। पुग्दैन, म भोलि यस्तै हावापानी भयो भने आउँदिन पनि। अनि हामी दिनभरि फिक्की चिया खानु? कस्तो कुरा गरेको? ल्याइदेऊ है, जसरी पनि ल्याइदेऊ। कालेकी आमा केही नभनी सिडीदेखि झरेर बजारतिर निस्की। बाटोमा हिँड्दै ऊ आफै फतफताए। यसरी दिनरातको पहिरो र हावाको डरमा बाँचेर 1 एकर जमिनको माटो वर्षमा 2 चोटि पल्टाएर जीविका गर्ने मेलो परिवारको हत्या हो। बेचिदिन्छु दुवै माउगाए र कोरलीहरू, सर सोमो दाम मिलाएर। घरको पनि बेचिदिन्छु। घरको टिन र काठपात, गोठको पनि सब बेचिदिन्छु। 5-6 रुपियाँको सानो कोठा लिएर बजारैमा बस्छु। म चोकमा सागसब्जी बेचिहाल्छु, थुलीकी आमाले जस्तो। उसले बढाई काम, राजकाम जानेकै छ। भएन, चौकीदार काम पनि पाइहाल्छ। 2टा छोराछोरीलाई हल्कै पार लाउँछु। म बस्दिन त्यस्तो सुन्ने ठाउँमा। निर्णय गर्न सकेपछि उसलाई मनमा ढुक्क लाग्यो। खुट्टाहरू दुखेको पनि हरायो। पानीले भिजिसकेको पनि अब उसलाई परवाह लागेन। त्यस्तै खुसी लागेर ऊ बीच गल्लीको भुजा दोकानतिर गई। 2 आनाको चना मटर किनेर पोका झोलामा हाली। फूल मटर मात्रै किन्न आएकी दर्जिनीलाई कालेकी आमाले सोधी, तिमीहरू बसेको छेउछाउमा कतै कोठा खाली छैन बहिनी? छैन। किन दिदी, तिम्रोतिर पहिरो गयो कि? होइन, म बजारतिर घर खोज्दैछु। पानी टट्टी अलिक नजिक भएको 10-15 रुपियाँसम्मको। एउटा कोठा त छ। खिनौरी दर्जिनीले भनी, बिजुलीको अलगै 2 रुपियाँ गरेर 12 रुपियाँ पो तिर्दै थियो एउटा मधेसीले। त्यो गयो। भोलि म खबर गर्छु नि दिदी। म आफै भोलि तिम्रोमा निस्किन्छु, यति बेलैतिर निस्किन्छु। ऊ त्यहाँदेखि छाता ओढ्दै मालगोदामतिर गई। अब 2 ठाउँ दुध बाँडेर फर्किनु थियो। बिबी गुरुङको बरण्डामा पुग्दा त्यहाँ बिहानै घरभरि मानिसहरू जम्मा भएका थिए। 2-3 जना बाहिर उभिएर पनि छाता ओढेर बात गर्दै थिए। कालेकी आमा पछितिरबाट घुमेर दुध दिन गई। के भयो होला उसले पत्तो लाउन सकिन। लोग्ने स्वास्नी 2 माको एकजनालाई केही भयो होला, छोराछोरी छैनन्। मोटी स्वास्नी दिनभरि खडाउँ बजाउँदै भित्र बाहिर गरिरहन्छ। एउटा सेतो बिरालु निनी बोकेर परपरको घरतिर पनि पुग्छ। लोग्नेको माथि लेडेनला सडकमा ड्राई क्लिनको दोकान छ। के भयो, किन मान्छेहरू भेला भएका? उसले पल्लो घरबाट आएर दुध थापिदिने आइमाईसँग सोधी।
निनीको आमा राति लडेर होसै छैन, बिहोस छ। कहाँ लडी छ? उसले सुने। रातिको ठूलो पानीमा सेतो बिरालो दैलो थुन्दा बाहिर परेछ। कति म्याउ म्याउ करायो होला, तर पानीले सुनिँदै सुनिएन। अलिक पानी थामिदा बिरालोको खोजी भयो। बाहिर खोज्दा कति बोलाउँदा पनि बिरालो आएन। तलतिर खोज्न जाँदा खडाउ चिप्लेर निनीकी आमा तल बाटोमा बजारी नपुगिछ। हतार हतार डाक्टर बोलाइयो। डाक्टर पनि छिटो आएन। अहिलेसम्म होस फर्केको छैन। जाब्बो बिरालोको गर्दा पो रहेछ त भनेर कालेकी आमाले बिस्तारै भनी। यही होइन त्यो बिरालो? सेतो बिरालो चुल्हाको तातोमा न्यानो मानेर भुत्ला चाँड्दै बसिरहेको थियो। कालेको आमा त्यसै त्यहाँदेखि उठेर हिँडिहाल्न सकिनन्। दैलोको काठमा बसिरहे। बस्दा बस्दै उसले लोग्ने चाहिँ रुँदै बाहिर आएको देखे। उसले सुनी त्यो आइमै मरिछ। कस्तो उदेक, हत्तेरी भनेर कालेकी आमाले धुङ्ग्री झोला काँधमा भिरी। चौकीदारनीको घरमा एक पावा दूध भरेर बटुको लिएर आएकी सानी छोरीलाई पनि अलिकति तुर्क्याइदिएपछि कालेकी आमा भुइँको बोरामा थ्याच्च बसी। चौकीदारनीले तातिरहेको चिया उतारेर अङ्गेठीमा दूध बसाउँदै सोधे, बहिनीहरूकोतिर कस्तो छ? हुरीले साह्रो बिगार्यो होला है, सख्खा पार्यो होला। कालेकी आमाले के सम्झिरहेकी थिई, केही भनिनन्। फेरि चौकीदारनीले भनी, यता बजारमा त केही आपत छैन, कतै केही डर छैन, तर कमान बस्तीतिर कति दुःख छ, कस्तो बिजोग छ, मलाई थाहा छ। त्यही देखेर हाम्रा बाबुहरू बजार पसेका। कालेकी आमाले अहिले अब अलिक बलियो भएर भने, आपद विपद जहीँ पनि छ। हो, हुरीले बिगार्यो, तर अब सबै ठिक बनाइहाल्छौ। कुनै नसकिने काम होइन त्यति गर्न। आफ्नो घर छ, गोठ छ, गोठमा गाईहरू छन्, बारी छ, बारीमा 30-40 झ्याङ बाँसहरू छन्, गगुन र नेभारोका रुखहरू छन्, कक्राको लहरा आकाशतिर जाँदैछ। हुरीले कति पो बिगार्न सक्छ र? यी अब गएर बनाइहाल्नुपर्छ। अनि जिब्रो खुल्काउने तातो चियाको घुटको हतार हतार निलेर ऊ बजारमा काँटी किन्न आइपुगी। अनि मनमा नै भन्दै थिए, एकदम ढिलो भइसकेछ, आज मलाई कालेको बाबुले मार्छ। कथा यति नै थियो। मन पर्यो भने लाइक कमेन्ट गरिदिनु भए आभारी हुने थिए। अब अर्को कथामा भेटौँला।